हामी अहिले कहाँ छौँ अभी? हामी चिनीको उकालोमा केमा अटोमा? कतिजना? 5जना अटोले तानेकै छ कि होइन? 6जना हो। ओ ल 6जनालाई हामीलाई तानेको रहेछ अटोले। ल नन्दु अधिकारी हामी कहाँ हिँड्नेछौँ अरे? हामी यो मुसिडाँडा टु टक्सार हो होइन? यो चाहिँ हाम्रो रात्रिकालीन दिवाकालीन सेवा चाहिँ उपलब्ध रहेछ। यहाँ चाहिँ हामी 5जना प्लस 1जना गरेर 6जना अटोमा जोडिएछ। एकदम डेन्जर तरिकाले चाहिँ हामी यो बाटो अहिले सवार गरिरहेछौँ। अब अरू के छ र भन्नु? केही छ र यता? बाटोको विषयमा यत्र भइरहेको 6जनाको। अब बाटोको विषयमा 2 शब्द भन्नु। ल बाटोको विषयमा 2 शब्द। यहाँ के बाटो पिच गर्नुपर्छ नै? बाटो त पिच गर्नुपर्छ तर पनि यो बाटो जो अहिले अवस्थामा छ नि एकदमै राम्रो। अहिलेको सोराइ देख्दाखेरि त म एकदमै आनन्द लागिरहेछ। अब जति जे भने पनि जति जसको झोले जे भने पनि स्थानीय निकाय चाहिँ हाम्रो एकदमै राम्रो छ। रुडु क्षेत्र गाउँपालिकाका प्रमुख लगायत वडाका सबै सम्पूर्णलाई चाहिँ एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छौँ हामीले। ल अनि यो मेसेज कोसम्म पुग्न पर्यो? यो मेसेज चाहिँ हाम्रो गाउँपालिकाका प्रमुखहरूसँग पनि पुग्न पर्यो र हाम्रो जनप्रतिनिधिहरू सबै हाम्रो क्षेत्रका अनि हाम्रो माननीयज्यूहरूसँगलाई पनि धन्यवाद भन्नुपर्छ। उहाँहरूको पनि पहल होला सायद होइन? तर त्यो विकासका कुराहरू हरेक कुराहरू गाउँमा पछिल्लो चरणमा हेर्दाखेरि चाहिँ एकदमै राम्रो भएको देखिन्छ। पैदल हिँड्दाखेरि पनि एकदमै राम्रो वातावरण छ। कृषिको क्षेत्रमा पनि हाम्रो मुसिडाँडामा अगमरी खोर्सानी र अनि कागती एकदमै व्यापक रूपमा देखियो यसपालि करोडौँको। अनि अरू यो मुसिडाँडामा कतिको विकास भएको छ गएको 10 वर्षदेखि? विगत 5 वर्षबाट यता चाहिँ कृषिमा एकदमै ठुलो क्रान्ति नै भएको देखिन्छ होइन? हामीले चाहेको पनि यही हो। जबसम्म कृषिमा क्रान्ति हुन्न तबसम्म नेपाल अगाडि बढ्न सक्दैन। नेपालको मुख्य आधार नै कृषि हो। त्यही भएर हाम्रो गुल्मी जिल्लाको अहिले 1 नम्बरमा हाम्रो मुसिडाँडामा अकबरी खुर्सानी उत्पादन छ। अनि अहिले चाहिँ यो हाम्रो कागती र सुन्तला पनि अब हामी गुल्मी जिल्लाकै नम्बर 1 बनाउँदैछौँ। जे होस् हाम्रो मुसिडाँडाबाट अहिले यो सिजनमा मात्रै करिब 1.5 करोडभन्दा बढीको हाम्रो र मेटेरियल यो कच्चा पदार्थ चाहिँ हाम्रो सप्लाई भइरहेको देखिन्छ। यसमा चाहिँ एकदमै खुसी लाग्छ हामीलाई। ल हाम्रो एउटा यसको बारेमा अब एउटा पैँचो छ नि हाम्रो पैँचोको बारेमा पनि केही जाओस्। पैँचोले गर्दाखेरि हामीलाई केही फाइदा पनि भएछ कि गाउँ बासिन्दाहरूलाई कृषकहरूलाई केही फाइदा पनि भएछ कि बेफाइदा भएछ कि के कसो त्यसको बारेमा अलिकति नन्दु सरसित के राख्नुहुन्छ कि हजुरले कुरा? यस्तो छ जब अहिले गरौँ होइन जब पछिल्लो चरणमा 2071 सालमा जब ग्रामीण क्षेत्रमा हाम्रो यो गुल्मीको पर्यटक सारबाट सुरु भएको पैँचो पसल थियो। जब पैँचो पसलले गाउँमा गएर किसानहरूसँग सहकार्य गरेर किसानहरूलाई बिउहरू दिएर अनि जेटीहरू लगाएर अनि एउटा जो एउटा आधुनिक कृषि कसरी गर्ने भन्ने कुरा जो सिकायो नि। जब 5-7 वर्षमा चाहिँ हाम्रो गुल्मीमा एकदम कृषिमा क्रान्ति नै भएको देखिन्छ। यहाँ मुसिडाँडामा मात्रै होइन टोटल गुल्मीकै कुरा गर्न पर्दा गुल्मी जिल्लाभरि नै पैँचोले गर्दाखेरि पहिला मार्केट थिएन। हाम्रो उत्पादन त जति पनि थियो तर मार्केट केही पनि थिएन। हाम्रो अहिले चाहिँ यहाँ जङ्गलभरि फलेका यिनी अमलाका दानाहरू, यिनी जङ्गलभरि फलेका यिनी भुटुका दानाहरू, यिनी आँपहरूको चाहिँ एउटा मूल्य परेको छ, बिक्री वितरण गर्न पाइएको छ। र यो कुरामा चाहिँ अहिले जति पनि कृषिको क्षेत्र छ त्यसलाई चाहिँ सबैको जिम्मा चाहिँ लगभग पैँचो पसलले ल्याएको देखिन्छ। यो पैँचोले गर्दाखेरि यो सम्भव भएको देखिन्छ। एकदमै राम्रो छ। हजुर ल धन्यवाद हजुरलाई। हजुरले समय दिनुभयो त्यसको लागि धन्यवाद। हस् धन्यवाद। यो हाम्रो बाटोको अवस्था यस्तो छ। अब सबभन्दा पहिला हाम्रो यो बाटो राम्रो बन्नेको भए अलि विकास पनि हुन्थ्यो, आउने जानेलाई अलि सजिलो पनि हुन्थ्यो होइन नन्दु सर? हो बाटो अलिकति पिच गर्नुपर्ने देखिन्छ र हामीले यहाँ यो अहिले यो प्रतिचालय देखाउनुहोस्। यो प्रतिचालय पनि हामीले चुनावको बेलामा हाम्रो चुनावको प्रमुख उठ्नु भएको थियो यदु सर, उहाँलाई हामीले भनेका थियौँ 3वटा प्रतिचालय हाम्रो मुसिडाँडाको लागि आवश्यकता छ। एउटा लामडाँडामा, एउटा चिदीमा र एउटा तलपट्टि हाम्रो सल्लेरीमा 3वटा चाहिँ हामीले पारेका थियौँ उहाँलाई। अनि यो बाटो ठुलो बनाउनु पर्छ भनेर हामीले जब चुनावको बेलामा हिँडेको थियौँ त्यति बेला हामीलाई
हाम्रो योजना थियो, त्यो योजना चाहिँ हाम्रो पुरा गर्नु भएको छ। त्यसमा अझै अलिकति केही छटकाट गर्नुपर्ने देखिन्छ। अब यो बाटोलाई चाहिँ यहाँभन्दा ठुलो भन्दा पनि यसलाई अलिकति नालीहरू काटेर अनि यसलाई चाहिँ पिच, यही बाटोलाई चाहिँ एउटा थायी रूपमा पिच गर्न पाए अरू त्यहाँभन्दा माथि चाहिँ हामीलाई केही पनि आवश्यकता छैन। ल धन्यवाद नन्दजी सर। हाम्रो यहाँ हाम्रो आटो चालकजी हुनुहुन्छ, यहाँले पनि केही भन्न चाहनुहुन्छ यस विषयमा, यहाँको हाम्रो मुसी डाँडाको विकसितहरूको बारेमा? ल केही 2-4 शब्द जाओस्। जस प्रकार गाउँमा चाहिँ बसाइसराई भएको छ, जग्गाहरू बाजाखान बाँदरहरूको आतङ्क छ, गाउँमा मान्छेभन्दा धेरै जनावर छन् होइन र। हजुर हजुर। यस्तो लागि चाहिँ यो सरकारले अहिले नयाँ बनेको सरकारले चाहिँ जस्तै हाम्रो यहाँ दाजुहरूले भनिरहनु भएको छ कृषिमा चाहिँ रुरु क्षेत्रमा केही न केही प्रगति देखिन्छ। हजुर। त्यसमा पनि अझै मैले थप के भन्न चाहन्छु भने जस्तै कृषि त कृषि जो हो, एउटा बुट्टा चाहिँ 1000 रुपियाँ फल्छ, एउटा बुट्टामा चाहिँ 100 रुपियाँ फल्ला, एउटा बुट्टा लाख फल्ला, एउटा बुट्टा करोड पनि फल्छ। हजुर हजुर। त्यस्ता चाहिँ आधुनिक चाहिँ विकसित कुराहरूलाई ल्याएर हामीले चाहिँ यिनी भएको चाहिँ बाँझा जङ्गलहरू चाहिँ खेतबारीहरूमा लाउन सकियो भने, जस्तै उदाहरणका लागि अगरुड भयो, हजुर, उदाहरणका लागि चाहिँ तपाईँको चाहिँ यो चन्दन भयो, हजुर, उदाहरणका लागि तपाईँको एभोकाडो भयो, किवी भयो, यस्ता फलफुलहरूको विकास हामीले कहिले गर्ने हो र कहिलेसम्म सम्भव छ। हजुर। सकेसम्म चाहिँ चाँडैभन्दा चाँडै चाहिँ यिनी चिजको पनि विकास होस्। जस्तै टिमुर छ हाम्रा वनपाखामा कति फल्छ, यसको खेती हामीले किन गर्न सकिरहेको छैनौँ। हजुर। त्यसको लागि चाहिँ सरकारबाट पनि पहल हुनुपर्छ भन्ने चाहिँ मेरो ठुलो चिन्ता हो। त्यसको मध्ये पनि अझै गाँजा खेती पनि यो मध्ये चाहिँ एउटा पर्छ हेर्नुहोस्। बिल्कुल सही। गाँजा खेती चाहिँ यो मध्ये एउटा पर्छ। यसको पनि चाँडैभन्दा चाँडै चाहिँ यो नयाँ सरकारले होस् चाहे जसले होस्, देशको राष्ट्रपतिले होस् चाहे राजाले होस्, यसको काम चाहिँ जतिभन्दा चाँडै चाहिँ सुरु हुन्छ त्यति चाहिँ यो चाँडै यो देश धनी पनि हुन्छ र यहाँका यो युवाहरूलाई विदेश जान पनि पर्दैन। हामीलाई भन्नुहोस्, हामीलाई दर्ता गर्नुहोस्, हामीले चाहिँ आफ्नो चाहिँ के भन्छ कृषि भूमि दर्ता गर्छौँ। हामीले चाहिँ वर्षको 1 करोड 2 करोड 5 करोड 10 करोड अर्बौँको चाहिँ यही हाम्रो मुसी डाँडाबाट यो रुडी क्षेत्रबाट लगायत चाहिँ हामीले चाहिँ यही हाम्रो रुडी क्षेत्रबाट चाहिँ एकै वर्षको चाहिँ अर्बौँ खर्बौँ रुपियाँ उत्पादन गर्ने चाहिँ हामीसँग क्षमता छ। त्यसमा चाहिँ हामी अगाडि बढौँ भन्न चाहन्छु। ल धन्यवाद हजुरलाई, धन्यवाद हजुरलाई, धन्यवाद।